नेपालमा चाहिँ अहिले लगभग 1,65,00,000 जना मान्छेहरूले चाहिँ इन्टरनेट युज गर्नुहुन्छ है। अनि डिटेल्सले के भन्छ भन्दाखेरि अब आउने 5 इयर्समा चाहिँ यो पर्सेन्टेज जति अहिले 65 छ नि यो चाहिँ 93 सम्म पुग्छ। भन्नुको मिनिमम करिब 3,08,00,000 जना मान्छेले चाहिँ इन्टरनेट युज गर्नुहुन्छ। अब हजुरको सानो अथवा ठुलो बिजनेस हुन सक्छ र अझै पनि हजुरले आफ्नो बिजनेसलाई डिजिटलाइज गर्नु भएको छैन भने हजुर चाहिँ अरूभन्दा धेरै पछाडि पर्नुहुन्छ क्या। अबको जमाना भनेको मोडर्न भइसक्यो, एआईहरू आइसक्यो, एभ्रिथिङहरू बुम भइरहेको छ र स्टिल हजुरले ट्रेडिसनल वेबाट बिजनेस गर्नुहुन्छ भने गेस वाट तपाईको बिजनेस ग्रो हुने चान्स एकदमै कम हुन्छ। अब मान्छेहरूले के भन्छ काठमाडौँको सबै सटरहरू बन्द भइरहेको छ, बिजनेसहरू घटिरहेको छ अरे, त्यस्तो चाहिँ होइन है। वास्तवमा चाहिँ डिजिटलाइज गर्न नसकेको 2081 मा मात्रै लगभग 2000 अर्बको अनलाइन ट्रान्ज्याक्सन भएको छ र यसको फोरकास्टेड 5 इयर्समा चाहिँ लगभग 10,000 अर्बको ट्रान्ज्याक्सन हुन्छ भन्ने अनुमान गरिएको छ। अब यो डेटा हेर्यो भने त बिजनेस घटेको होइन, बिजनेस चाहिँ बढेको हो, तर बिजनेस गर्ने तरिका चाहिँ कम भएको हो भन्ने चाहिँ बुझिन्छ है। मान्छेहरू चाहिँ पहिला पसल गएर चाहिँ सामान किन्न बढी मन पराउँथे, तर अहिले चाहिँ घरमै बसेर फरक डिफ्रेन्ट भेरिएसन अफ प्रोडक्ट फरक प्राइसेसको हेरेर किन्न मन पराउँछन्। अब हजुरको पनि ट्रेडिसनल बिजनेस छ, अनलाइनमा सिफ्ट गर्ने सोचिराख्नु भएको छ भने चाहिँ हजुरको लागि बिसपले एकदम राम्रो सोलुसन लिएर आएको छ के। बिसप चाहिँ नेपालको प्राइस एन्ड क्वालिटी अनुसार चाहिँ नेपालको वान अफ द बेस्ट होस्टिङ सोलुसन प्रोभाइड गर्ने कम्पनी हो। अब हजुरको बिजनेसलाई अनलाइन लानु मन छ भने बिसपले चाहिँ हजुरको वेबसाइट डिजाइनदेखि लिएर होस्टिङ सर्भिसेसदेखि लिएर एभ्रिथिङमा हजुरलाई हेल्प गर्नेवाला छ। हजुरले बिसपबाट मिनिमम पैसामा डोमेन पनि पर्चेस गर्न सक्नुहुन्छ, आफ्नो सबै सर्भर्सहरू सेटअप गर्न सक्नुहुन्छ र आफ्नो वेबसाइटलाई लाइभ लान सक्नुहुन्छ। हजुरको प्लेटफर्ममा 0 to 1 मिलियन युजर्स स्केल भए पनि बिसपले चाहिँ यो सबै कुराहरू स्मुथ तरिकाले ह्यान्डल गर्न सक्छ। हजुर आफ्नो बिजनेसतिर ध्यान दिनुहोस्, हजुरको वेबसाइटलाई स्केल गर्ने काम चाहिँ बिसपले हेर्छ। अब आफ्नो ट्रेडिसनल बिजनेसलाई चाहिँ अनलाइनमा लैजानु है, अनि ढिला नगरिकन बिसपको यो सर्भिसको फाइदा उठाउनु।